यहाँ चाहिँ केटाहरूको हराउनु खोज्दैछ। यहाँबाट कसरी उम्कुम भएको थियो मलाई हिँडिहाल्यो, स्टार्ट गरेर हिँडिहाल्यो। बस्ने नै यस्तो ठाउँमा टाप बसिहाल्यो। यो चाहिँ तुलिखेल हो। तुलिखेल हस्पिटलबाट टाढो निस्केर हाइवेमा आइपुग्न आँटेको छु म। ट्याक्कसँगले यो हाइवे राम्रो रहेछ, इन्टर गर्ने बाटो एकदम धेरै कस्तो झुकाइदिन्छ होइन। रातिको समय एकदम डर पनि लागिरहेको, एक्लै छु होइन। कस्टमरलाई उठाएर निस्केको। अनि यहाँ अब कस्टमरलाई उठाएर छोडेँ अनि माथि आएर अब भाइलाई लिएर फर्किनु पऱ्यो भनेर फोन आएको थियो। काकाको फोन आइसकेपछि भाइलाई लिन जाने पनि न्यू, कस्टमर पनि भेटिहाल्यो, सजिलो पनि भयो, तेल खर्च पनि भइहाल्यो। हिउँदाखेरि त धेरै सजिलो भयो। त्यही अनुसार अब यो माथिल्लो साइडमा जानुपर्ने, गाडी हेर्नै पऱ्यो उतिर छैन झन्। यहाँ भित्र छ तर यो भर्खर पिच गर्न आँटेको बाटो र बन्द छ कि खुल्लै छ भन्ने कुरो फेरि त बन्द छ, तर छिर्न मिल्छ होला। छिरिदिउँ केही फरक पर्दैन। ढुङ्गा इँटा राखेर कहाँनेरिबाट चाहिँ यहीँ जस्तो अन्त राति बाटै नदेखिने तैट कता कहाँनेरिबाट मास्तिर छिर्ने ठाउँ यहाँ अगाडिबाट ढकेर यहाँ नि होइन अच्छा गाडी बाटो अस्ति नै बनाउँदै थियो, बनाइसक्यो कि छ कि खोइ के हो भन्ने कुरो क्या। कहाँनेरि चाहिँ हो त नि स्लो गर्दै झन् अझै अगाडि भने एकदम पिच गर्न